जय मेसी हेलो एभ्रिवान। आज मेरो साथीले चाहिँ फेरि मलाई मोमो के पठाइदिएछ हेर्नु न। म त के चाहिँ पठाइदिएँ गिफ्ट भनेको त यहाँ चाहिँ क्रिस्टल मोमो छ अरे हो। त्यसलाई चाहिँ पुरा उहिले खोल्नु पर्दो रहेछ। अन्त फ्रिजमा राख्नु भनिरहेको छ हो। पुरा डेकोरेट पठाइदिएछ है। थ्याङ्क यू सो मच साथी। साथी भएपछि त यस्तो गर्नुपर्छ है। मेरो सबै साथीहरू राम्रो छ। सबै साथीहरू एकदमै यो होइन क्या पठाइदियो दियो भनेर मात्रै राम्रो होइन, तर उनीहरू साँच्चै नै राम्रो छ है। एकदमै उयो छ। यस्तो हुँदो रहेछ यो चाहिँ हो। क्रिस्टल मोमो भन्दो रहेछ यसलाई चाहिँ। यसलाई चाहिँ पकाउनु पनि अलग्गै प्रकारले पकाउनु पर्छ अरे है। पकाउँदा चाहिँ मलाई फोन गर्नु भनेको छ हो। हप्ता छ नि त न पुरा पठाइदिएछ हो। यो भयो अर्को पनि। पुरा पठाइदिएछ। मेरो साथी चाहिँ यहीँ बस्छ है चक्करपुरमै, तर हामी कहिले भेट्दैन। फोनमा पनि त्यो कोही बेला बात हुन्छ होइन। त्यही यस्तैहरू पठाइदिएको छ भने, तर भेट्नु चाहिँ कहिले पनि भेट्दैन हामी। भेट्दिनँ मतलब विचार उसको पनि टाइम हुँदैन, मेरोमा पनि। फेरि अलिकति शर्मिला छ क्या, अलिक शर्मिला टाइपको छ नि मेरो साथी चाहिँ। यहाँ पनि त्यही देख्छ आमा लु पुरै लु। यहाँ अलग अलग टाइपको मोमोज छ। अब यसलाई चाहिँ पकाउनुको लागि चाहिँ फेरि उसलाई सोध्नुपर्छ है। उसलाई सोध्नु अरे पकाउनुको लागि चाहिँ कसरी पकाउनुपर्छ भनेर। पुरा चिरागको त बल्लै बल्लै हुने म त। चिरागले त पुरा मन पराउँछ यो क्रिस्टल मोमो भन्दैछ है। यो चाहिँ अब गयो फ्रिजमा है, फ्रिजरमा राख्छु अनि बिस्तारै खानु। थ्याङ्क यू सो मच साथी, थ्याङ्क यू सो मच। गड ब्लेस यू। तिम्रो काममा तिम्रो हरेक कुरामा परमेश्वरले आशीर्वाद दिउन् है।